35K लास्टसम्म गर्न सकिन्छ। Let's see which number I typed गलत भनेर हैन। 98434169 ओहो एउटा नम्बर मिस्टेक भएछ। डेम हुन त पहिला पनि मैले लाइक कल सेन्टरमा काम गरेको थिएँ, त्यतिखेर गर्दाखेरि फर्स्ट टाइममा जुन हुन्छ नि त्यो डर किसिमको त्यो ह्याप्पिनेस एक्साइटमेन्ट डर सबै एउटै इमोसन मिक्स भए हुन्छ नि हो त्यस्तो फिल भइरहेछ। एउटा नम्बर मिस्टेक डायल गरेको छु मैले। सो लेट्स डायल अगेन। अब चाहिँ राइट नम्बर छ है। सेक्सन है। ए हजुर म तपाईँहरूको सर्भिसको बारे हेरिरहेको थिएँ यहाँनिर के छ कस्तो छ भनेर। अनि मैले मेसेज गरेको थिएँ, मेसेजबाट तपाईँहरूको सर्भिस थाहा पाएको थिएँ। अनि त्यसपछि पार्किङको व्यवस्था छ कि छैन त्यो पनि म बुझ्न खोज्दै थिएँ, त्यो पनि मेसेजकै थ्रुबाट थाहा पाएँ। अनि म जस्तै अब तपाईँको सर्भिसहरू खोज्ने मान्छे अब धेरै नै होला नि त। अनि उनीहरूले बुझ्दाखेरि पनि मेसेजै गरेर बुझ्नु पर्यो भने अलिकति टाइम कन्ज्युमिङ पनि हुन्छ उनीहरूले। अनि त्यो मेसेज गरेर बुझ्दाखेरिसम्म उनीहरू तपाईँको क्लाइन्ट नबन्न पनि सक्छ, त्यहाँ नआउनु पनि सक्छ नि त। हो सो यही प्रब्लमलाई बुझेर मैले तपाईँहरूको लागि वेबसाइट बनाएको थिएँ। सो त्यो वेबसाइट चाहिँ गर्नुहुन्छ एकचोटि कस्तो छ भनेर। हजुर हजुर मेरो निकुञ्ज कार्की। हुन्छ म तपाईँलाई वेबसाइट पठाउँछु, तपाईँ चेक गर्नुहुन्छ त? तपाईँको यो नम्बरमा वाट्सएप छ त? हुन्छ म तपाईँलाई वेबसाइट अहिले वाट्सएप गर्छु। हुन्छ तपाईँलाई वाट्सएपमा पठाइहालेँ। ल वाट्सएपमा सेन्ड गरेको छु मैले, एकचोटि हेर्नु त। हजुर सो म चाहिँ तपाईँलाई नर्मली 40K जति चार्ज गरेर हुन्छ वेबसाइट डिजाइनको लागि। त्यसमा चाहिँ तपाईँलाई डोमेन नेम र होस्टिङ 1 इयरको लागि चाहिँ धेरै थ्रुबाट हुन्छ। सो 40K छ मेरो चार्ज चाहिँ। ओके तपाईँले केसँग कम्पेयर गरिराख्नु भएको छ जुन चाहिँ तपाईँलाई यो वेबसाइट अलिक महँगो लाग्नु थाल्यो? ओके सो 35K लास्टसम्म गर्न सकिन्छ। हुन्छ के इन्फर्मेसन एड अन गर्नुपर्ने हो त्यसको लिस्ट बनाएर तपाईँ मलाई सेन्ड गरेर अनि त्यसपछि हामी त्यही अनुसार गर्छौँ है।